नारी नारी केवल एउटा शब्द होइन, उनी शक्ति हुन्। त्यो शक्ति जसले जीवन जन्माउँछ, दुःख सहन्छ र फेरि पनि मुस्कानले संसार उज्यालो बनाउँछ। उनी आँधी पनि हुन् र शान्त समुद्र पनि। उनी भित्र लुकेको साहस पहाडभन्दा उच्चो र हृदय आकाशभन्दा विशाल हुन्छ। नारी आँसु छाड्छिन्, तर त्यो कमजोरी होइन, त्यो त पीडा पचाएर फेरि उठ्ने साहसको प्रमाण हो। कहिलेकाहीँ संसारले उनको मौनतालाई कमजोरी ठान्छ, तर सत्य के हो भने उनी मौन हुँदा पनि भित्रभित्र एक युद्ध जितिरहेकी हुन्छन्। उनी छोरी बनेर आशा हुन् भने, बहिनी बनेर माया, साथी बनेर विश्वास हुन् र आमा बनेर संसारकै पहिलो भगवान हुन्। नारीलाई कमजोर भन्नु सृष्टिलाई कमजोर भन्नु हो, किनकि उनी बिना न जीवन सम्भव छ न भविष्य। आजको दिन केवल उत्सव होइन, त्यो सम्मान हो, त्यो साहसको, जसले कहिले हार मान्दैन। सम्पूर्ण नारीहरूलाई गर्व, शक्ति र सम्मान सहित नारी दिवसको हार्दिक हार्दिक शुभकामना। नारी नारी केवल एउटा शब्द होइन, उनी शक्ति हुन्। त्यो शक्ति जसले जीवन जन्माउँछ, दुःख सहन्छ र फेरि पनि मुस्कानले संसार उज्यालो बनाउँछ। उनी आँधी पनि हुन् र शान्त समुद्र पनि। उनी भित्र लुकेको साहस पहाडभन्दा उच्चो र हृदय आकाशभन्दा विशाल हुन्छ। नारी आँसु छाड्छिन्, तर त्यो कमजोरी होइन, त्यो त पीडा पचाएर फेरि उठ्ने साहसको प्रमाण हो। कहिलेकाहीँ संसारले उनको मौनतालाई कमजोरी ठान्छ, तर सत्य के हो भने उनी मौन हुँदा पनि भित्रभित्र एक युद्ध जितिरहेकी हुन्छन्। उनी छोरी बनेर आशा हुन् भने, बहिनी बनेर माया, साथी बनेर विश्वास हुन् र आमा बनेर संसारकै पहिलो भगवान हुन्। नारीलाई कमजोर भन्नु सृष्टिलाई कमजोर भन्नु हो, किनकि उनी बिना न जीवन सम्भव छ न भविष्य। आजको दिन केवल उत्सव होइन, त्यो सम्मान हो, त्यो साहसको, जसले कहिले हार मान्दैन। सम्पूर्ण नारीहरूलाई गर्व, शक्ति र सम्मान सहित नारी दिवसको हार्दिक हार्दिक शुभकामना।